जित्छ त्यसलाई मिलेछ 10 रुपैयाँ। अब चाहिँ हामी ढिला नगरेर गेम सुरु गरौँ। गाइज अहिले चाहिँ यिनीहरू 3 जना चाहिँ आइसकेका छन्। अब चाहिँ यिनीहरूको गेम स्टार्ट हुन्छ। जाऊ पहिला चाहिँ अब कपडा सपडा खोल जाऊ। यो च्यालेन्ज धेरै हार्ड हुनेवाला छ गाइज, किनकि पानी धेरै चिसो छ। अब पुरा रेडी भइसकेको छु गाइज, म यो म्याच जसरी पनि जित्ने छु। म यिनीहरूलाई जित्न दिने छैन। म यहाँदेखि आज जितेर जानेछु जसरी पनि। म अब यिनीहरूलाई जित्न दिने छैन। यो धेरै जाडोको मौसम हो, धेरै जाडो हुनेवाला छ। गाइज पानी धेरै गहिरो पनि छ। अब म जम्प पनि हान्दैछु, धेरै गहिरो पनि छ, चिसो पनि छ गाइज। अब जम्प हान्दा रेडी। हाम्रो त एउटा अब चाहिँ एको पालो ल जम्प हान। 3 2 1 गो। यो गाइज दुईजनाले चाहिँ जम्प हानिसकेका छन् गाइज। अब चाहिँ यसको ल जा जा। सबैले चाहिँ यहाँ जम्प हानिसकेका छन्। गाइज पानी धेरै चिसो छ गाइज। अब यो टास्क धेरै गाह्रो भइरहेको छ गाइज, धेरै चिसो भइरहेको छ पानी। यिनीहरूको टाइम सुरु हुन्छ अब। ल तिमीहरूको टाइम सुरु भइसकेको छ। गाइज धेरै गाह्रो भइसकेको छ। 5 घण्टा भन्दा धेरै बिताउन गाह्रो छ। यिनीहरू चाहिँ अब जति खेल्ने हो खेल। तिमीहरू आफ्नो शरीर यहाँ भित्र डुबाउ के, न त त्यसरी जाडो हुनेवाला छैन। अब तिमीहरू चाहिँ यो एक अर्कालाई बाहिर निकाल्न पाउँछौ। जसले तिमीहरूलाई बाहिर निकाल्ने मन छ त्यसलाई निकाल्न सक्छौ। यिनीहरू चाहिँ एउटालाई चाहिँ मिलनलाई चाहिँ निकाल्ने कोसिस गरिरहेछन् पानी फलेर। गाइज अहिले चाहिँ यिनीहरूले यहाँ पानीभित्र चाहिँ 5 मिनट बिताइसकेका छन्। गाइज अहिले चाहिँ अब यिनीहरूको लागि चाहिँ मैले एउटा उ लिएर सकेको छु अफर। ल तिमीहरू चाहिँ 3 मध्ये नि, तिमीहरू 3 मध्ये जो पनि नि 5 रुपैयाँ लिएर बाहिर निस्किन चाहन्छ निस्किजाऊ। यिनीहरूले चाहिँ अहिले कोहीले पनि लिन चाहेन। अब चाहिँ यो चाहिँ यिनीहरूको रद्द हुन्छ। तिमीहरूले चाहिँ अब 5 रुपैयाँ हारिसकेको छौ। अब चाहिँ म 5 मिनट पछि चाहिँ यो चाहिँ 5 मिनट भइसक्यो। अब चाहिँ म 5 मिनट पछि चाहिँ अर्को राउन्ड लिएर आउने छु। अहिलेका लागि बाई। अब चाहिँ यसलाई अर्को च्यालेन्ज अर्को राउन्ड चाहिँ अब हुनेछ। को सबैभन्दा ढिलासम्म पानीभित्र सास फेरिसक्छ त्यो विनर गरिदिन्छु। अब यस्तो धेरै एउटा एलिमिनेटेड हुन्छ। जो हार्छ त्यो चाहिँ यो राउन्ड यो पुरा गेमबाट एलिमिनेट हुन्छ। अब चाहिँ हामी ढिला नगरेर गेम सुरु गरौँ। ल तिमीहरू आफ्नो आफ्नो पोजिसनमा नजिक नजिक आऊ सबै। 1 2 3 भने मिना नानी नजिक आ। ल है ल 3 2 1 गो। ल पानीभित्र चाहिँ अहिले 3 जना गइसकेका छन् गाइज। जो सबैभन्दा फर्स्टमा आउँछ त्यो चाहिँ एलिमिनेट। ओहो 3 जना बीच कम्पिटिसन। ल हाम्रो चाहिँ यो एलिमिनेट हुनुभएको छ दिपेश र जितिसकेका छन् हाम्रो पारसजीले। ल अब सेकेन्डमा चाहिँ मिलन आथ्यो। ल अब चाहिँ हाम्रो चाहिँ यहाँबाट चाहिँ दिपेश चाहिँ एलिमिनेट भइसकेको छ। ल अब तपाईँ चाहिँ एलिमिनेट हुनुहुन्छ। ल आउनुहोस्। ल आइज। ल खुट्टा टेक्दा यस्तरी ल माटोमा। ल हाम्रो चाहिँ एउटा टिम चाहिँ ल एलिमिनेट भइसक्यो हाम्रो दिपेश। अब चाहिँ यिनीहरू 2 जना मात्र बाँकी छन्। न त दिपेश त सकिहाल्छ नि अझ। ओ यार त्यसै टाइम सासको गरला भनेर माको उठीको सोचेर उठी यार। अब मलाई धेरै जाडो भइसकेको छ। अब म बाहिर निक्लिन्छु। हेर्न सक्नुहुन्छ मिलन चाहिँ अब आफ्नो हार चाहिँ मानिसकेको छ। यसलाई चाहिँ धेरै जाडो लागिसक्यो अरे। अब चाहिँ ल बाहिर निस्कि। ल अब चाहिँ यसले चाहिँ बाहिर निस्किसकेको छ हाम्रो विनर। ल पारसले चाहिँ एउटा पुरा गेम जित्यो।
बितिसकेको छ। अब यसै गरी हाम्रो विनर हुनुहुन्छ पारसजी। भाइ निस्किजा। गाइज यसै गरी हाम्रो यो च्यालेन्जको विनर भइसकेका छन् पारसजी। पारसले चाहिँ यो नदीमा चाहिँ पुरा सबैभन्दा ढिलासम्म बिताइसकेका छन् र हाम्रो लुजर हुनुहुन्छ थ्याक लुजर भाग्यो यहाँदेखि लुजरको काम छैन। अब चाहिँ हाम्रो पारसजीले चाहिँ गाइज यसै गरी चाहिँ हाम्रो अब 10 रुपियाँ दिने कुरा थियो त्यही पनि अब हामीले चाहिँ अब चाहिँ यसलाई चाहिँ हामी 50 रुपियाँ दिनेछु। 50 रुपियाँ आजको लागि यति नै। अर्को भिडियोको साथमा भेट्नेछु। अहिलेको लागि यति नै। जय नेपाल। सुनिन्छ के यो चाहिँ हाम्रो 10 रुपियाँको कुरा थियो त त्यसै गरी अब चाहिँ हाम्रो बदलिसकेको छ। पारसले चाहिँ धेरै अब पैसाको महत्त्व हुन सक्यो। No, 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 no.